हामी कतिपय मान्छेहरू के गर्न खोजिरहेको हुन्छौँ, तर हामी के भएर रोकिन्छौँ भनेपछि, के सोच लिएर रोकिन्छौँ भनेपछि हुन्छ नि कि समाजको मान्छेले के भन्ला भनेर यो सोच लिएर हामी रोकिन्छौँ के। कतिपयजना जति होइन भने पनि यो सोचले हामी रोकिन्छौँ कि फलानाले के भन्ला, उसले के भन्ला, के सोच्ला भनेर रोकिन्छौँ क्या हामी। तर रोकिनु किन? उनीहरूको घरको भात खाइया छैन, उनीहरूको घरको पानी खाइया छैन होइन। आफ्नै घरको जे खाए पनि आफै उबाजेर खाने हो भनेपछि हामी किन रोकिने के? उनीहरूको नजरमा राम्रो बन्ने भने त हामी उनीहरूको उनीहरूले नचाउँछन् नि हो, त्यही औँलामा नाचेपछि मात्रै हो क्या समाजको नजरमा हामी राम्रो बन्ने होइन, एकदम इमान्दार बन्ने भनेको उनीहरूको औँलामा नाचेपछि मात्रै हो हामी राम्रो बन्ने। नत्र भने हामी आफ्नो सोचले आफ्नो विचारले केही गऱ्यौँ भने हामी उनीहरूको नजरमा भइहान्छौँ कि, थाहा पाउनुभयो नि। त्यही भएर समाजको मान्छेले के भन्ला, के सोच्ला भनेर अड्डिने काम नगरौँ के। सकभर हामी दिदीबहिनीहरू हामी यस्तो सोच्छौँ नि कि त्यो सोचले नै हामी अड्किन्छौँ कि गर्नुभन्दा पहिले नै, केही काम गर्नुभन्दा पहिले अड्किन्छौँ कि हामी। त्यही भएर समाजको मान्छेको नजरमा हामी राम्रो कहिले पनि बन्न सक्दैनौँ के भन्नु र खै। भन्न त धेरै मन थियो, तर के भन्ला के गर्ला भनेर अड्किने काम नगरौँ होइन। त्यही भएर सबैले आफूले सकेको सक्दो गरौँ, राम्रै गरौँ, नराम्रो नगरौँ। राम्रो गर्दा गर्दै त नराम्रो भइन्छ त्यो समाजमा भनेपछि नराम्रो गरे झन् कस्तो होला होइन। त्यही भएर राम्रो गरौँ, एकदम गुड गरौँ होइन। बरु थोरैबाट सुरु गरौँ, राम्रो गरेर देखाऊँ न त, किन होइन। म फेरि एक्साइटेड तर यो सोच चाहिँ नराखौँ भन्न चाहन्छु कि म के भन्लान् भनेर। उनीहरूको नजरमा हामी त कहिले राम्रो बन्न सक्दैनौँ कि, जति हामीले जे भने पनि ट्याप्प टिपिहाल्छन् कि यसरी। त्यही भएर आफ्नो सोचले आफै हन्नु पर्दो रहेछ यो समाजमा।